जातीय विभेद किन र कसरी भयो भन्ने कुरामा हामी जानुपर्छ। मूलभूत रूपमा जातीय विभेद कहिले र कहाँबाट सुरु भयो, किन सुरु भयो भन्ने कुरामा हामीले जानेनौँ भने अहिले सट्टै हेर्दाखेरि एउटालाई हामीले अर्कोलाई जाने गाली गर्छौँ, अर्कोले अर्कोलाई गाली गर्छ, यो ठिक हुन सक्दैन, यो सही होइन। जातीय विभेदको सुरुवात कसरी भयो भन्दाखेरि आदिम साम्यवादी युगदेखि आएर जब कबिला युग थियो, एउटा कबिलाले अर्को कबिलामाथि हमला गर्यो अनि अर्को कबिलाले अर्को कबिलामाथि हमला गर्यो र जसले कब्जा गर्दै लियो, जसले जित्दै गयो, जितेकोले दास मालिकको रूपमा परिणत भयो, हारेकाहरू दास भयो। त्यो दास युगबाट चाहिँ विकास हुँदै आएर सामन्तवादी युगको चाहिँ सुरुवात भयो। सामन्तवादी युगको सुरुवात भइसकेपछि त्यहाँ धर्म, कर्म, संस्कृतिको सुरुवात भयो। जब धर्मको सुरुवात भइसकेपछि विभिन्न पृथ्वीका खण्डहरूमा काहीँ हिन्दू धर्मको सुरुवात भयो, काहीँ मुस्लिम भयो, काहीँ इसाई भयो, काहीँ बुद्धिस्ट भयो। त्यो मात्रै नभएर विभिन्न धर्महरू चाहिँ क्षेत्रीय रूपमा रहेका सानातिना धार्मिक चाहिँ संस्थाहरू पनि पैदा भए र विभिन्न चाहिँ ती धर्म संस्कृतिहरूले चाहिँ बनाएका विकृत रूप नै जातीय विभेद हो। त्यो सँगसँगै वर्गीय समाजको स्थापना भयो। दास युगमा दास मालिक थियो, दासहरू दास थिए। उनीहरू श्रमजीवी जनता थिए, उत्पीडित जनता थिए अनि उनी शोषणमा थिए, उत्पीडनमा थिए। त्यही उत्पीडनमा भएका मानिसहरू कर्मसँग हुँदै सामन्तवादी युगमा आएर उनीहरू किसान भए, उनीहरू श्रमजीवी भए, उनी उत्पादनकर्ता भए अनि त्यहाँ सामन्त जमिनदारहरूले चाहिँ शासन गरे र उनीहरू मालिक भए। त्यो क्रममा त्यहाँ पनि चाहिँ एउटा जातीय विभेदको चाहिँ सुरुवात थियो। त्यो संस्कृति बन्दै आयो। त्यो बन्दै आउने क्रममा आज पनि अवशेषको रूपमा हाम्रो समाजमा छ। अहिलेको वैज्ञानिक युगमा 21औं शताब्दीमा मानिसहरू धेरै सचेत भएर जातीय विभेदलाई चाहिँ निर्मूल गराउन सक्नु पर्थ्यो। तर मान्छेहरू हामी एडभान्स छौँ, हामी चाहिँ एकदम सबल मान्छे हौँ, हामी सभ्य मान्छे हौँ, हामी शक्तिशाली मान्छे हौँ, हामी धेरै जान्ने मान्छे हौँ भनेर भन्ने घमण्ड गर्ने मान्छेहरू पनि अहिले जातीय विभेद गर्ने गरेका छन्। किन त भन्दाखेरि त्यो उनीहरूको दृष्टिकोण बदलिन नसकेको, उनीहरूको संस्कृति बदलिन नसकेको, उनीहरूको सामन्तवादी संस्कृति, सामन्तवादी सोच विचारबाट चाहिँ उनीहरू उक्सिन नसकेको कारणले उनीहरूमा चाहिँ हिङ नभए नि हिङमाने टालो छ भने जस्तै जातीय विभेदको चाहिँ एउटा पोको बोकेर बसेका छन्। त्यो अन्त्य गराउने भनेको पुँजीवादले, यो देशको पुँजीवादले गराउन सकेन। पुँजीवाद सामन्तवादी युगभन्दा केही उन्नत थियो तर पनि उसले चाहिँ यहाँ चाहिँ निर्मूल गर्न सकेको छैन। यहाँ सामन्तवादी युगको संरचनामै यथावत छ तर यहाँ चाहिँ हाम्रो संस्कृति, हाम्रो रहनसहन, हाम्रो उठाइ बसाइ, हाम्रो खुवाइ प्याइ पुँजीवादतिर उन्मुख छ। तर पुँजीवादतिर उन्मुख भएर पनि त्यो खालको सांस्कृतिक रूपान्तरण गर्न सकेको छैन, परिवर्तन ल्याउन सकेको छैन, गतिशील छैन पुँजीवाद पनि। पुँजीवाद जुन युरोप अमेरिकामा जति गतिशील थियो, जति विकास भएको थियो, त्यो अनुसार चाहिँ यहाँ दक्षिण एसियामा त्यो खालको भएको छैन। आज भारतमा पुँजीवादको चाहिँ जर्जर विकास भएको छ, उन्नति प्रगति गरेको छ, तर त्यहाँको जनताको चेतना, त्यहाँको समाजको चेतना सामन्तवादी छ। त्यो सामन्तवादी चेतनाको कारणले त्यहाँ विभेद छ। विशेष गरी हिन्दू धर्म संस्कृतिभित्र केही विकृति, केही विसङ्गतिहरू कायम रहेका हुनाले धार्मिक आस्थाका आधारमा पनि आज चाहिँ जातीय विभेद छ। यो दुर्भाग्यको कुरा हो। मध्य पूर्वको राष्ट्रहरूमा पनि त्यहाँ चाहिँ एउटा कालमा चाहिँ के थियो त भन्दाखेरि सामरिक जाति र यहुदी जाति थियो। सामरिक जाति अछुत जाति थियो, यहुदी जातिहरू उच्च जाति थियो। त्यहाँ पनि एउटा विभेद थियो। युरोप अमेरिकातिर पनि काला जाति र गोरा जातिको बीचमा चाहिँ विभेद थियो। त्यहाँ चाहिँ काला जातिलाई अछुत भनिन्थ्यो, गोरा जातिहरूलाई चाहिँ उच्च जाति भनेर भनिन्थ्यो। त्यहाँ पनि विभेद थियो, अहिले पनि छ। त्यो हुनुको कारण के हो त भन्दाखेरि एउटै कारण सामन्तवादी सोच र विचार चिन्तन हो। त्यो चिन्तनबाट जब समाज रूपान्तरित हुँदैन, मार्क्सवादको सिद्धान्तमा धुन्दात्म भौतिकवादको अध्ययन वैज्ञानिक सिद्धान्तलाई चाहिँ आत्मसात नगरेको हुनाले समाजमा मान्छेहरू चाहिँ एकदम रूढिवादी, अन्धविश्वासी, जातीय विभेद गर्ने, लिङ्गीय विभेद गर्ने,
विभिन्न चाहिँ रूपमा चाहिँ मानिसलाई मानिसको रूपमा नदेखेर उत्पीडन गरिरहने, शोषण गरिरहने, केही न केही मान्छेलाई पीडा दिएपछि उनीहरूलाई सन्तुष्टि मिल्ने, त्यो एउटा चाहिँ संस्कृतिबाट मान्छेहरूको एउटा विकास भएको हुनाले त्यो विकासको चाहिँ रूपान्तरण हुन सकेको छैन। त्यो रूपान्तरणको खाँचो छ। त्यो खाँचो कसले निमेट्न सक्छ त अथवा मेटाउन सक्छ त भन्दा मार्क्सवादी सिद्धान्तले मात्रै मेटाउन सक्छ। मार्क्सवाद विज्ञान हो। मार्क्सवाद चाहिँ एउटा उच्च विचार र दर्शनले चाहिँ आधारित छ। त्यस कारणले चाहिँ मार्क्सवादको अध्ययन अत्यन्तै आवश्यक छ। त्यहाँ जातीय अन्त्य गराउनलाई, जातीय विभेदको अन्त्य गराउनलाई, लिङ्गीय विभेदको अन्त्य गराउनलाई अनि कुनै पनि वर्गीय विभेदको अन्त्य गराउनलाई, समतामूलक समाजको निर्माण गर्नका लागि, सबै संसारका मानवहरू मानव हुन् भन्ने बनाउनका लागि मार्क्सवादी दर्शन सिद्धान्तको चाहिँ अत्यन्तै खाँचो छ। त्यो अध्ययन गर्ने यो जातीय विभेदमा परेका उत्पीडित जाति समुदायका मान्छेहरूले आवश्यक छ। तर त्यो अध्ययन गर्दैनन् मान्छेहरू। आज हामी कस्ता छौँ त भन्दाखेरि सामन्तहरूको दास छौँ, पुँजीपतिहरूको दास छौँ, गाउँका ठालु बलादेमीहरूको दास छौँ। मालिकहरूले चाहिँ कतै रिसाउँछ कि हामीलाई ऋण साबटी दिँदैन कि ऐसो पैसो दिँदैन कि कुनै समस्याको समाधान गर्दैन कि भन्ने डरले हामीले उसका हली गोठाला जस्तै चाहिँ उसका चाहिँ गुलाम भएर चाहिँ बसेका छौँ। त्यस कारणले समाजको उत्पीडनलाई अन्त्य गराउने हो भने ती मालिकहरूको कुरालाई अस्वीकार गर्नुपर्छ। ती मालिकले गर्ने उत्पीडनको चाहिँ कुरालाई हामीले चाहिँ तिरस्कार गर्नुपर्छ, अस्वीकार गर्नुपर्छ। अनि हामी सङ्घर्षशील बन्यौँ भने मात्रै समाज रूपान्तरण हुन सक्छ। सही कुरामा सही ठाउँमा उभियौँ भने मात्रै हामीले चाहिँ सफलता प्राप्त गर्न सक्छौँ। नत्तरी हामी सदाकाल दास भइरहन्छौँ। दासत्वबाट हामी कहिले मुक्त हुँदैनौँ। त्यस कारणले मार्क्सवादी सिद्धान्तलाई हामीले चाहिँ आत्मसात गर्नुपर्छ, अध्ययन गर्नुपर्छ, त्यसको मनन गर्नुपर्छ, चिन्तन गर्नुपर्छ। त्यो विज्ञान हो भनेर कुरा हामीले स्वीकारेनौँ भने अनि हामीले चाहिँ यो त मार्क्सवाद भनेको एउटा चाहिँ मानिसहरूको, कम्युनिस्टहरूको अथवा एउटा मान्छेहरूको जातहरूको मात्रै चाहिँ दर्शन हो, शास्त्र हो, हाम्रो हुँदै होइन भन्यो भने हामी मानवतावादी बन्न सक्दैनौँ। त्यस कारणले मार्क्सवादको अध्ययन र अनुसन्धान खोजको अत्यन्तै आवश्यक छ भन्ने मलाई लाग्छ। हुन्छ, धन्यवाद।